पानीझरीमा चाहिँ फेरि उयो जङ्गलहरू जानु डरसरी हुँदो रहेछ नि। किन होला? सापले गर्दा? के को साप? हिजो त अजिङ्गरको बाउ भेटेको थिएँ मैले। कहाँनिर फेरि? उयाँबाट देवीथानमै? टाउको यत्रो हुँदो रहेछ हो। अजिङ्गर जिउ त अब त्यो भित्ता जोत्रै थियो। म त त्यो देख्नु साथ यस्तो टाप भयो कि यतापट्टि जाने डर लागिरहेको छ। राति सुत्नु नसकेको आँखा कस्तो तिम्रो त्यो टाउको आउने हो रातभरि आउने। अजिङ्गर साँप त ठुलै हुन्छ नि। आज कमानमा कस्तो भएको मेरो झन् के थियो माथि एकजना भाउजू पनि आउँछ नि त कि बाहिर गएको थिएछ भाउजूहरू चाहिँ आउँदाखेरि चाहिँ पाँचो लामा चाहिँ नि 1.5 फुटको सिँगारे जुगा हौ। आखिर यो खालको हमला चाहिँ धर्का पहेँलो धर्का 1.5 फुटको तन्किँदा चाहिँ 1.5 फुट खालको 1.5 फुटको सिँगानी जुगा के भएको हुँदो रहेछ। म चाहिँ देखेको आज खुद होला होला त्यो 1.5 फुटको भेडा पकाएर खान्छु। ए तिमीहरू यति ढाँटेको ल अब जसले पनि खतरा ढाँट्छ त्यसलाई म यो 200 रुपियाँ दिन्छु। 200 रुपियाँ पक्का दिने? दिन्छु। त्यसो पहिला म पो भन्नु पहिला कसले ढाँट्नु पहिला कसले? पहिला अस्ति म कि जङ्गल गएको थिएँ कि माछा मार्नु। एक्लै भयो नि त, साथीहरू पनि थिएन। यसरी माछा सोर्दै थियो अचानक हात्तीको आवाज आयो पछाडिबाट होइन। टाढै छला सोचेँ यसरी हेरेको त यति खुट्टै पछाडि नै हात्ती त। त्यहाँदेखि मेरो पालि हेर्दा पो लुते त खुकुरी निकाले जस्तो गरेको थियो कि आम्मा हात्ती त डरले थुर नि अब यस्तो कुदेर गएको अब थुर अब कत्रो हुन्छ हात्ती अब म यत्रो मान्छे होइन। हात्ती त मसँग डराएको खोलामा एक्लै एक्लै थिएँ फेरि। हात्ती तिमीसँग थुर हो त अन्त हात्ती डराएको मसँग झन् मेरो बुढी थुर छ थुर ल उही जुत्यो। Ha ha ha!